आज के मलाई बिहानै एकजना अङ्कलले फोन गरेर सोध्नुभयो कि नानी मेरो त देब्रे बङ्गारा देब्रे काँध अनि हात एकदम धेरै दुखिरहेछ के भएर होला म सुत्न अप्ठ्यारो गरेर हो कि भनेर भन्नुभयो कि त्यसपछि मैले हिस्ट्री लिएँ। त्यस्तो हुन लागेको 4-5 दिन भइसक्यो रहेछ। अनि मैले अङ्कललाई डक्टरसँग परामर्श लिन आग्रह गरेँ। अनि अङ्कल आत्तिनु भयो कि डराउनु भयो, मलाई कि ठुलै रोग लाग्यो कि भनेर भन्नुभयो कि। अनि मैले अङ्कललाई भनेँ, होइन अङ्कल, हजुरमा हृदयघातको सङ्केत नै हो भनेर भन्न त सकिँदैन, त्यही पनि हजुरको शरीरले हृदयघातको सङ्केत देखाइरहेको हुनसक्छ, सो हजुरले डक्टरलाई देखाउँदा डक्टरसँग परामर्श लिँदा राम्रो हुन्छ भने। अनि त्यसपछि अङ्कलले डक्टरलाई देखाउनु भएछ, परामर्श लिनुभएछ र डक्टरले पनि त्यही सल्लाह सुझाव दिनुभएछ। हो, यस्तै कतिपय मान्छेहरूमा त्यस्तो हुनसक्छ कि आफ्नो शरीरले हृदयघातको सङ्केत दिइरहेको हुनसक्छ, तर आफूलाई थाहा नहुन सक्छ। हो, यसले अङ्कललाई जस्तै भ्रम पैदा भइदिन सक्छ। विभिन्न किसिमको सङ्केत अनुसार विभिन्न किसिमको भ्रमहरू, जस्तै अब सुत्न अप्ठ्यारो गरेर हो कि मलाई कमजोर भएर हो कि फुड पोइजन भएर हो कि भन्ने यस्तो खालको भ्रमहरू पैदा भइदिन सक्छ, जसले गर्दा हजुरको ज्यान जोखिममा जान सक्छ। हृदयघात भनेको पनि एकैचोटि एक्कासी हुने होइन। यो 2-3 महिना अगाडिदेखि विभिन्न किसिमको सङ्केतहरू शरीरले दिइराखेर अनि बल्ल हृदयघात हुने हो। हृदयघातको सङ्केतहरू विभिन्न किसिमको हुन्छ। जस्तै अघि मैले भनिहालेँ, हाम्रो अङ्कललाई देब्रे बङ्गारा देब्रे काँध अनि हात दुख्यो। त्यस्तै कसैमा छाती दुख्न सक्छ, छाती टाइट भएको जस्तो, केहीले थिचेको जस्तो, केहीले कसेको जस्तो हुनसक्छ। अनि त्यस्तै सास फेर्न गाह्रो हुनसक्छ, थोरै हिँड्दा पनि या त आराम गरिरहेकै बेला पनि सुवा हुने, सास फेर्न गाह्रो हुने हुनसक्छ। अनि त्यस्तै रिङ्गटा लाग्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने अनि बान्ता आउने हुनसक्छ। र अन्तिम सङ्केत भनेको चाहिँ हजुर बसिरहेको कोठा चिसो पनि छैन र तातो पनि छैन, त्यही पनि हजुरमा अचानक चिसो खालको पसिना आउँछ भने त्यो चाहिँ हृदयघातको अन्तिम सङ्केत हो, जसमा चाहिँ हाम्रो बडी फाइट एन्ड फ्लाइट मोडमा पुगिसकेको हुन्छ। सो हजुरले यति सङ्केतहरू थाहा पाउनुभयो भने हजुरलाई टाइममै हजुरले डक्टरको परामर्श लिन सक्नुहुन्छ र टाइममै उपचार हुन्छ। यति नै हो हृदयघातको सङ्केतहरू। यदि हजुरमा यस्तो खालको सङ्केतहरू देखा परिरहेको छ भने चाहिँ हजुरले हेल्थ चेक गर्नु हुँदैन। यो भिडियो चाहिँ मैले जनचेतनाको लागि बनाएको हो। यदि हजुरहरूलाई मनपर्छ भने लाइक सेयर गरिदिनु होला। हस् त, थ्याङ्क यू, बाई बाई।